हाम्रो दोलखा जिल्लामा रहेको यो भ्यू टावरमा भएको यो हल, यता हल सब तोडफोड गरेर यो पारा गरेका छन्। यो घुम्न आउने मान्छेहरू, यो अराजक व्यक्तिहरूले यसरी फुटाएर सरकारी सम्पत्ति तोडफोड गरिएको भेटेँ। आज चाहिँ म भ्यू टावर घुम्न आएको थिएँ र यो दृश्य देख्दा बडो दुःख लाग्यो। यो सरकारी सम्पत्ति माथिको ल हेर्नुहोस्, सम्बन्धित निकायमा ध्यान जाओस् र यो सरकारी सम्पत्तिको केही सुरक्षा होस्। यसरी लथालिङ्ग गर्नु पाइँदैन। सम्बन्धित सरकारी निकायमा छिटोभन्दा छिटो ध्यान जाओस्। पर्यटकीय स्थल नै बनेको हो, हुनु चाहिँ लोकल पर्यटकहरू घुम्न आउँछन् यसरी, तर हालत पत्लो छ। यो भ्यू टावरको मास्तिर पनि सिसाहरू हेर्नुहोस् फुटाइरहेछन्।